हेलो नमस्ते एभ्रिवान। आज चाहिँ उदयपुर आइडल सिजन 2 को सेमी फाइनल सो म चाहिँ अब यहाँ भेन्यूमा भर्खर आइपुगेको छु। हाम्रो बस्कारा पार्टी प्यालेसमा भर्खर आइपुगेको छु। आजको सो चाहिँ 2 बजेबाट सुरु हुने सबैलाई जानकारी गराएको थिएँ भने है। अहिले चाहिँ यहाँ खास कोही पनि आउनु भएको रहेछ, अहिले 1 बजिसकेको छ। चाहिँ केही समयमा हाम्रो सो चाहिँ सुरु हुनेछ है। ल है त सो लगाइसक्यो। Open the door। ल हाम्रो सो चाहिँ यहाँनिर है त। हाम्रो पार्टीको कार्यक्रमहरू के भएको रहेछ सबै फोरै रहेछ। अब सबै अब सफा चाहिँ मैले गर्नुपर्ने हुन्छ गाइज है। ल हामी चाहिँ अब यहाँ सरसफाइमा छौँ अहिले है। यसरी सेटअप मिलाउनलाई वाउ ल बधाई छ। हामीलाई सय भेट्यो भाइले। यहाँ त 1000 पनि भेट्न सकिन्छ भाइ। ल हान्दिहाल। ल ल ल ल ल मेरो भाइ ल टक्क कुचो कुचो टिप्नु पनि 100 रुपियाँ होइन भाइ। तर फेरि देब्रे खुट्टाले होइन छुएर अनि देब्रे हातले टिप्नुपर्छ नि पैसा त। यस्तो बोतलहरू छ यहाँनिर, पानीको बोतलहरू। को आयो अर्को? विशाल बाबु आउनुभयो। विशाल भाइ पनि आइपुग्यो। खै के छ फोहोरहरू? धेरै फोहोर रहेछ है। ल नमस्ते, विशाल पनि आइपुग्यो। ल भनिदिनु त के हो यो? चाय पानी लिनु। यति धेरै फोहोर रहेछ। ल यो चाहिँ एकदम राम्रो हो। हामी आफैले नै यसरी सफा गर्दैछौँ यहाँनिर। हेलो नमस्ते। ल म्याथ्यु पनि नमस्ते पनि आएछ त। सुन्दर ल वेलकम सुन्दरलाई पनि। ल हाम्रो आयुष भाइ पनि यहाँनिर एकदम बढाल्नुमा। घरमा चाहिँ बढाल्छ बढाल्दैन भाइ तिमी? घरमा गर्छौ? अच्छा हो र? भारी खान पाउँदैनौ? यहाँ आयुष र अनि हाम्रो रविनाजी हुनुहुन्छ। जस ठिक छ। छोरी मान्छेले फेरि सफा गरेको एकदम राम्रो हुन्छ क्या, एकदम मेहनतिलो हुनुहुन्छ। हजुर त्यो पेपर हामीलाई के काम त? हाम्रो रिजल्ट होइन आउँछ। हाम्रो भाइहरू पनि आइसकेको छन् होइन। क्यामेराम्यानको भाइहरू पनि त्यो गीत कि त्यो तपाईँले दिनुभएको थियो नि त्यो गीतको त त्यसको ट्र्याक छैन नि त। बनाएको क्या हिजो सर मैले। कुन गीत पो थियो? त्यो मनमा मेरो लागि बोइसको मार्को छ नि त। त्यसपछि फेरि बोइसमा फिमेल भर्सको मिल्दैन नि त। त्यस कारणले गर्दा चाहिँ फिमेलको छैन र छ जस्तो लाग्यो त मलाई। मैले खोज्दा हो र? हजुर भेटिनँ मैले। मेल र फिमेलको त मिल्दैन फेरि, स्केलै मिल्दैन। त्यस कारणले गर्दा मैले बनाएपछि चाहिँ त्यो लास्टको 45 सेकेन्ड चाहिँ त्यतिकै हेरेको त्यो धुन सुन्नु क्या। अनि केही पनि हुँदैन होला। हुन्छ
के हुँदैछ गाउँ न गाउँ रोकियो माया त माया हो माया त माया हो सक्यो टाउको राम्रो हल्लेको छ ल आज चाहिँ यहाँनिर हाम्रो सुन्दर पनि आइपुगेको छन् आज सो हेर्नको लागि एकदम एकदम राम्रो गीत गाउने मान्छे है तिमी चाहिँ के गर्दैछौ दिव्या हो राम्रो हेर ल किरण राई डल्फिन फास्ट फूड होटल म्याजेस्टी जिल्ला होटल तथा पर्यटन व्यवसाय सङ्घ र मेरो कम्प्युटर गाइड यहाँ बाहेक अन्य पनि धेरै सङ्घ संस्था विशेष गरी व्यक्तिगत रूपमा पनि निर्णय सिन्धाजुलाई माया गरिदिनु भएको छ हजुरहरू धेरै धेरैलाई बस्न हुनुहुन्छ अलराउन्डर हामी ब्राइडल सिजन 2 को टप 8 कन्टेस्टेन्टहरूको नाम म सर्वजति भन्न गइरहेको छु एलिना मिश्र करिना राई दिव्या राई म्याथ्यू श्रेष्ठ रविना राई विशाल राई राजु राई र बालसिंह राई गीत सङ्गीतहरू पनि सुन्दैछौँ धेरै गेस्टहरू पनि आउँदै हुनुहुन्छ विशिष्ट अतिथि प्रमुख अतिथिको बिचमा रहेर हामी यो कार्यक्रमलाई अगाडि बढाउनेछौँ आइसकेका छौँ अब नेक्स्ट इयर फेरि सिजन 3 पनि जानेछ यो यात्रा अनवरत रूपमा अगाडि बढ्नेछ भन्दै धेरै धेरै थ्याङ्क यू सो मच र अब जो फाइनलमा जाँदै हुनुहुन्छ उहाँलाई धेरै धेरै बधाई। दुःखको खबर भइसकेको छ निक्लिसक्नु भएको छ हाम्रो बालसिंह दाई र म्याथो दाई यस्तै हो निक्लिनुपर्छ अब गाह्रो छ जिन्दगीमा हाम्रो चाहिँ अब आज सेमी फाइनलको सो चाहिँ सकिएको छ सो अब यतिखेर भइसक्यो होइन अनि हाम्रो म्याथुलाई चाहिँ हामीले आज बिदा गरेको छौँ भने बालसिंहलाई पनि गर्थ्यौँ बालसिंह खै बालसिंह गइसक्नु भएछ ल म्याथ्यु एकदमै थ्याङ्क यू सो मच सर यो अपर्च्युनिटी दिनुको लागि ओके म्याथ्यु एकदम म खुसी छु आजको समयमा हामीसँग उदयपुर आइडलबाट धेरै धन्यवाद उदयपुर आइडल सिजन 2 बाट बाहिरिए पनि होइन हामीसँग अनि यो टिमसँग चाहिँ सधैँभरि किपिङ टच एकदम है सधैँ है ओके ल थ्याङ्क यू ल मेरो पनि माया ल दुईजनालाई बाई बाई म्याथ्यु बाई ल सबैजनालाई बाई है त सबैजनालाई बाई लु त एकचोटि बाई गरौँ त ल यो पास हुने के अरे सेलेक्ट हुनेहरूलाई कङ्ग्रेचुलेसन्स अनि बेस्ट विसेस होइन है त